ल बाबु म यो सबै कुरा छोटकरीमा भनिदिन्छु ल। भित्तामा कोर्न पाइँदैन किनभने आफै रङ लाउनु पर्छ। किला पनि ठोक्न पाइँदैन। राति 8 बजेभन्दा अगाडि नै गेट बन्द भइसक्छ, चाँडै आउनुपर्छ। आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार केटाहरू ल्याएर पार्टी गर्न पाइँदैन। अनि शनिबार त पाइन्छ होला नि त अङ्कल? शनिबार त झनै पाउँदैन बाबु। शनिबार त मेरै घरमा पाहुनाहरू आइरहेको हुन्छ। हप्तामा 3 दिन पानी आउँछ, त्यही पनि जारमा थापेर राख्नुपर्छ है भाइहरू। अनि तपाईँले त पानीको दुःख छैन भन्नुभएको थियो त अङ्कल? दुःख छैन त बाबु। हप्तामा 3 दिन पानी आउँछ, त्यही पनि 1.5 घन्टाको लागि। राति हल्ला गर्न पाइँदैन, घर फोहोर पनि राख्न पाइँदैन। अनि भाडा चाहिँ मलाई ठ्याक्कै 1 गते चाहिन्छ है बाबुहरू। मङ्गलबार माछा ल्याउन पाइँदैन। 10 बजेपछि टिभी पनि चलाउन पाइँदैन। अनि कुकरको सिटी पनि सुन्नु भएन है राति 10 बजेपछि। बिहानै 7 बजे उठ्नु पर्यो, पूजा पाठ पनि गर्नु पर्यो। अनि तिमीहरू कौसी पनि जानु पाइँदैन है बाबुहरू। ए भाइ, 98 वाला रुल त्यही त थियो नि, तिमीहरू ढल्न पनि पाइँदैन के भाइ।